भक्तपुरको जुजुधौ भन्ने त सुन्नु भएको होला नि। अब दहीको लागि एकदमै प्रसिद्ध ठाउँ भनेको भक्तपुर। तेलको लागि प्रसिद्ध ठाउँ भनेको तेलको लागि भनेपछि खोकना, तर तोरीको लागि भने चाहिँ चितवन भन्ने है। तेलको लागि प्रसिद्ध ठाउँ भनेपछि चाहिँ खोकना भन्ने, तर तोरी भन्यो भने तोरीको लागि प्रसिद्ध ठाउँ चाहिँ चितवन। तेलको खोकना, तोरीको चितवन। अदुवाको लागि प्रसिद्ध ठाउँ भनेको सल्यान, सल्यानको मालनेटा भन्ने ठाउँ। सल्यानको मालनेटा, मालनेटा कहाँ पर्यो? सल्यानमा पर्यो। सल्यानको मालनेटा चाहिँ अदुवाको लागि प्रसिद्ध ठाउँ हो। त्यस्तै एभोकाडो, एभोकाडोको लागि प्रसिद्ध ठाउँ भने चाहिँ के भन्ने? धनकुटा भनेर भन्ने। त्यस्तै जुनारको लागि प्रसिद्ध ठाउँ भने चाहिँ के भन्ने? सिन्धुली भनेर भन्ने। त्यस्तै मुलाको लागि प्रसिद्ध ठाउँ भने चाहिँ के भन्ने? चितलान भनेर भन्ने। चितलान मकवानपुरमा पर्छ है। चितलान मकवानपुरमा पर्छ। मुलाको लागि प्रसिद्ध ठाउँ भने चाहिँ चितलान भनेर भन्ने। त्यस्तै नास्पतिको लागि प्रसिद्ध ठाउँ भनेपछि नास्पतिको लागि प्रसिद्ध ठाउँ भने के भन्ने? फर्पिङ भन्ने। फर्पिङ, फर्पिङ चाहिँ नास्पतिको लागि प्रसिद्ध ठाउँ भने चाहिँ फर्पिङ है। त्यस्तै जुटको लागि प्रसिद्ध ठाउँ भने चाहिँ मोरङ भन्ने। त्यस्तै चिउराको लागि प्रसिद्ध ठाउँ भने चाहिँ बोडे भन्ने। बोडे ललितपुरमै पर्यो है। बोडे भन्ने, सरी ललितपुर होइन, भक्तपुरमा पर्छ है। बोडे भन्ने भक्तपुरमा पर्छ है। भक्तपुरको बोडे। अनि त्यसपछि एउटा सानो दुधालु गाईको लागि प्रसिद्ध ठाउँ भनेर सोध्छ। सानो दुधालु गाईको लागि प्रसिद्ध ठाउँ के होला भन्नु त? तपाईहरु भन्नु त। सानो दुधालु गाई, नौमुठे गाई पनि भन्न सक्छ यसले। सानो दुधालु गाई या नौमुठे गाईको लागि प्रसिद्ध ठाउँ कुन हो भनेर भन्छ। यो भनेको अछाम, अछाम भन्ने है। नौमुठे गाई वा सानो दुधालु गाईको लागि प्रसिद्ध ठाउँ भने चाहिँ अछाम भन्ने। यी भयो कृषि उत्पादनका लागि प्रसिद्ध ठाउँहरू। दहीको लागि भक्तपुर, तेलको लागि खोकना, ललितपुरमा पर्छ है खोकना।